सम्पूर्ण वाइटी मित्रहरूलाई मेरो नमस्कार। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। सबैजनाले मसँग के भन्नुभएको छ भनेपछि तिमीले भिडियो किन बनाउनुहुन्न, आफ्नो भोइसमा किन भिडियो बनाउनुहुन्न भनेर भन्नुभएको छ। त्यही भएर म आज सानो भिडियो बनाउने प्रयासमा छु। हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। मैले आज सानो सङ्घर्ष सम्बन्धी मुक्तक भन्ने प्रयास गरिरहेको छु। हजुरहरूलाई कस्तो लाग्छ भन्न चाहिँ नबिर्सनु होला है। मुक्तक रहेको छ सङ्घर्ष। ल सुन्नुहोस् है। सङ्घर्षको यात्रामा छु, बाटो कठिन छ तर पाइला रोकिएको छैन। सङ्घर्षको यात्रामा छु, बाटो कठिन छ तर पाइला रोकिएको छैन। सङ्घर्षको बाटोमा छु र मौन छु। सङ्घर्षको बाटोमा छु र मौन छु। मौन छ भनेर कमजोर नसम्झिनु है साथीहरू। मेरो मौनताले नै मेरो कथा भनिरहेको छ। मेरो मौनताले नै मेरो कथा भनिरहेको छ। समय आएपछि परिवर्तन भएर देखाउने छु। समय आएपछि परिवर्तन भएर देखाउने छु। धन्यवाद। मुक्तक चाहिँ सानो थियो। कस्तो लाग्यो हजुरहरूलाई भन्न चाहिँ नबिर्सनु होला। सबैले साथ सपोर्ट गर्नुहोला। हजुरहरूको साथ सपोर्ट देख्दा मलाई खुसी लाग्छ। मलाई सबैले माया गरिदिनुहुन्छ। त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूले यो मुक्तक कस्तो लाग्यो हजुरहरूलाई भन्न चाहिँ नबिर्सनु होला। धन्यवाद। सबैजनालाई धन्यवाद। मलाई यति माया गर्नुहुन्छ हजुरहरूले। धेरै खुसी लाग्छ।